हेलो गाइस, न्यू डे न्यू ब्लग। यो चाहिँ बिगु एक लामावर दोलखाको थाङसुमा भन्ने ठाउँ हो। अनि यो चाहिँ हाम्रो डुकोट कम्पनीको 200 मेगावाट प्रोजेक्टको हेडोक्स र अडिट वान ए को कोलोनी हो यो चाहिँ। अनि यो कोलोनीबाट चाहिँ हाम्रो करिब साइड चाहिँ मेरो साइड चाहिँ अडिट वान हो। करिब 3 किलोमिटर जति यहाँबाट अडिट वान छ। अनि अडिट वान जाने दृश्य चाहिँ एकदम राम्रो छ। यताको सबै छ, अडिट वान जाने दृश्य मात्रै नै, यताको सबै दृश्यहरू एकदम राम्रो छ। हिउँ परेर पुरा राम्रो देखिरहेछ। हिउँ परेर सबैतिर सेतै भएको छ है, यस्तो छ। यो चैतको 14 गते हो। हिजो चैतको 13 गतेदेखि परेको हिउँले यहाँ पुरा 3-4 इन्च परेको छ यो हिउँ। अहिले पनि मौसम एकदम ढाकेको छ, अझै पनि हिउँ पर्ने सम्भावना छ। मौसम खुलेको छैन। यस्तो छ मौसमको अवस्था, हेर्नुहोस्। यस्तो छ यो मौसम टक्क लाएर। यता चाहिँ यस्तो हिउँ परेको छ, ट्याक्क लाएर यस्तो जमेर बसेको छ है पुरा। यो स्टार्ट हुन गाह्रै छ। अच्छा नि छिटो।